एउटा परिवार 3 हप्ता चर्च आएन भने पास्टरले सोध्नु भएछ घरमा गएर, भाइ तपाईँ किन 3 हप्तासम्म मण्डली आउनु भएन? अनि त्यो भाइले भनेछ, तपाईँको किन आउनु पास्टर बाबु, तपाईँभन्दा राम्रो वचन बोल्ने त मैले टेलिभिजनमै भेटेँ भनेछ। अनि पास्टर साह्रो दुखित हुनुभएछ, किनकि हरेक शनिबार जब आइतबार जब मण्डली जाने समय हुन्छ, उनी चाहिँ मण्डली नगएर टेलिभिजनको अगाडि बसेर त्यो संसारका प्रख्यात वक्ताहरू टेलिभिजनमा आउने कारण त्यही वचन सुन्नु हुँदो रहेछ। पास्टरको मन कति दुखित भयो, उनी निराश भएर घर फर्किए। तर 1 महिना पछाडि त्यो घरको छोरा चाहिँ सिकिस्त बिरामी भयो। अनि त्यो बेला त्यो परिवारले आएर भन्छ, पास्टर हामीलाई माफ गर्नुहोस्, हामीले तपाईँको मण्डली आउँदिन भनेको थियौँ, तर हामीलाई माफ गर्नुहोस्। किनकि आज उनको छोरा बिरामी परेको थियो, उनको छोरा बिरामी हुँदा टेलिभिजनमा बोल्ने वक्ता आएन नि त प्रार्थना गर्नलाई। त्यो बेला गाउँको त्यही पास्टरको जरुरी परेको थियो। प्रियहरू, प्रभुलाई महिमा होस्, परमेश्वरले विश्वभरि टेलिभिजनबाट महान वक्ताहरू प्रभुले हामीलाई दिनुभएको छ। तर प्रियहरू, तपाईँको पास्टरलाई हाम्रो पास्टरलाई आदर गर्नुपर्छ, जसले दुःख साथ हाम्रो मण्डलीमा सेवा गरिरहेका छन्, वचनको सेवा गरिरहेका छन्। हामी त्यो पास्टरको लागि प्रभुलाई सधैँ धन्यवाद दिनुपर्छ। आमेन। यसमा प्रियहरू, दुःख साथ तपाईको पास्टर, हाम्रो पास्टरले, हाम्रो स्थानीय मण्डलीको पास्टरले दुःख साथ वचन तयार गरेको वचन खाएर हामी आत्मिक जीवनमा आजसम्म बलिया भएका छौँ। यसका प्रियहरू, हाम्रो जीवनको लागि मण्डली कति महत्त्वपूर्ण कुरा छ, तपाईँले संगतिलाई कति महत्त्व दिनुहुन्छ। प्रियहरू, हामीलाई परमेश्वर समाजमा जिउनको निम्ति बोलाउनु भएको छ। त्यो समाज चाहिँ हाम्रो मण्डली नै हो। जुन स्थानीय मण्डलीमा तपाईँ जानुहुन्छ, त्यो स्थानीय मण्डलीमा तपाईँले जाने राख्नुभएको कारण चाहिँ परमेश्वर एउटा उद्देश्यको निम्ति छ। अनि तपाईँ त्यो मण्डली गइराख्नुहोस्। सायद तपाईँको पास्टरको प्रवचन त्यति शक्तिशाली छैन होला, संसारको कुनै वक्तासँग तपाईँको पास्टरलाई तुलना नगर्नुहोस्, तर तपाईँ त्यो मण्डली गइराख्नुहोस्, जसले तपाईँलाई आत्मिक जीवनमा बढिराख्नुको निम्ति सहायता गर्नेछ। प्रियहरू, तपाईँको पास्टरले गएको 30 वर्षमा प्रचार गरेको कुनै वचन सम्झनु भएन भने ठिकै छ, तर कमसेकम तपाईँ मण्डली गएर त्यो वचन, पास्टरले दुःख गरेर तयार गरेको वचन, आत्मिकी वचन खाएको कारणले तपाईँ आजसम्म पनि आत्मिक जीवनमा हिष्ट पुष्ट हुनुहुन्छ। तपाईँको पास्टरको लागि चाहिँ ठुलो ताली बजाइदिउँ हामी परमेश्वर।